नमस्कार। अब यो हाम्रो डकुमेन्ट्री भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हामीले सकेसम्म हजुरहरूलाई धेरै सूचना होस् भन्ने किसिमले बनाउने कोसिस त गऱ्यौँ। कति भयो कमी कमजोरी के भयो त्यो चाहिँ हामीलाई पछि कुनै कमी कमजोरी भयो भने अर्को 2 वर्षमा हामीले प्रत्येकपल्ट भिडियोहरू अपडेट गर्दै जानेछौँ। त्यसमा हामी कति कुराहरू सच्याएर फेरि आउनेछौँ। हामीले यो यात्रा व्यवस्थापन गर्दाखेरि के कस्ता तयारीहरू गऱ्यौँ, यो तपाईँहरूको यात्रा सफल पार्नमा हाम्रो टिममा नमस्ते रेडियोका हाम्रा कर्मचारीहरू भाइहरू कस्तो किसिमको तयारी गर्नुभयो, कस्तो किसिमको मेहनत गर्नुभयो र तपाईँहरूको यो यात्रा आज कसरी सफल हुँदैछ भन्ने कुरो चाहिँ मैले हजुरहरूलाई अब राख्न गइरहेको छु। विशेष त यो हजुरहरूले जुन कैलाशको बुकिङ गराइसकेपछि हामीले चाहिँ तपाईहरुको पासपोर्ट प्राप्त भएपछि र बुकिङ कन्फर्म भएपछि हामी तिब्बतमा रहेको लासामा रहेको टिटिबी बाट परमिसन लिन्छौँ। त्यसमा चाहिँ आर्मीको लास्ट साइन भइसकेपछि जुन एउटा डकुमेन्ट हामीले प्राप्त गर्छौँ त्यसलाई चाहिँ हामी परमिट भन्छौँ। इन्भिटेसन परमिट प्राप्त भएपछि हामी काठमाडौँमा अवस्थित चाइनिज एम्बेसीमा हजुरको लागि भिजा एप्लाई गर्छौँ र 4 दिनपछि एप्लाई गरेको 4 वर्किङ डेज 4 दिनपछि भिजा प्राप्त गर्छौँ हामीले। त्यसपछि हामी यात्राको तयारीमा लाग्छौँ। यो भिजा चाहिँ हाम्रो तपाईहरुको पेपर भिजा हुनेछ। यो चाहिँ पेपरमा इलेक्ट्रोनिक पेपर भिजामा आउने हुनाले यसलाई चाहिँ ग्रुप भिजा र पेपर भिजामा नै हजुरले सम्झिनु पर्ने हुन्छ। त्यसरी यसपछि अब हामी हजुरलाई यो सबै सम्पन्न भइसकेपछि ब्रिफिङको एउटा प्रोग्राम राख्छौँ। त्यसमा चाहिँ हाम्रो सम्पूर्ण गाइड कर्मचारी भाइहरू, कुकहरू, शेर्पा भाइहरू लगायत सबै भाइहरू बसेर हामीले ब्रिफिङको कार्यक्रम हजुरहरूलाई सूचना दिन्छौँ, जानकारी गराउँछौँ। 1 घण्टाको ब्रिफिङ कार्यक्रम हामीले सम्पन्न गर्छौँ र तपाईहरुलाई चाहिने लजिस्टिक कुराहरू, ब्याग, झोला, टोपी जति कुराहरू हजुरले प्रोभाइड गर्ने हो हामीले त्यही बेला नै प्रोभाइड गर्छौँ। र यो सबै सम्पन्न भइसकेपछि अनि हामी यात्राको लागि पूर्ण रूपमा तयारी हुन्छौँ र मिति तिथि भनिएको मिति र तिथि र समय र स्थानमा हामी त्यो बेला सबैजना बिहान 7 बजे जम्मा भइसकेको हुनेछौँ। हामीले बाजा गाजा सहितको स्वस्ति वाचन पण्डितबाट स्वस्ति वाचन गरेर नरिवल फुटाएर हामी यात्रा प्रारम्भ गर्छौँ। यात्रा प्रारम्भसँगै बाटोमा हामीले खाना स्वादिष्ट भोजनको व्यवस्था गरेको हुन्छौँ। खाना खान्छौँ। लोकल दाल, लोकल चम्चो, धेरै खाना सुनेको नेपाली होलिडेजको बारेमा नराम्रो दिन्छन् रे यस्तो त्यस्तो, तर एकदम होइन है, यो कुरा चाहिँ झुटो हो रहेछ। एकदम खाना रुच्ने छ। बेलुका रसुवागढी बोर्डरमा हामी त्यहीँ बसोबास गर्छौँ। हामीले त्यो अनुसारको होटलको व्यवस्थापन, त्यो अनुसारको रुमको व्यवस्थापन गरेका हुन्छौँ र सबै यात्रीलाई हाम्रा भाइहरूले कोठा कोठामा ब्याग पुर्याउने लगायतका सबै कुराहरू सम्पन्न गर्नुहुन्छ र हामी त्यो दिनको विश्राम त्यही रसुवागढी बोर्डरमै हुन्छ। अब हामीले यात्राको दोस्रो दिनको सुरुवातसँगै इमिग्रेसनमा नेपालको इमिग्रेसनमा हामीले डिपार्चर दिनेछौँ। त्यसपछि हामी यात्रा अगाडि बढ्छौँ र चाइनापट्टिको इमिग्रेसनमा पुगेपछि फेरि एराइभल लगाउँछौँ, चेक इन गर्छौँ र हामी चाइना क्षेत्र प्रवेश गर्नेछौँ। तिब्बतको चाइना क्षेत्र हामी प्रवेश गर्नेछौँ। तपाईहरुको यात्रा यो जुन हामीले तिब्बत क्षेत्र प्रवेश गर्दैखेरि हाम्रो चाहिँ ब्याकग्राउन्डमा त्यहाँको चाहिँ ट्रान्सपोर्ट कम्पनीहरूले तपाईहरुको ब्याग लाने, इमिग्रेसनलाई क्रस गराउने, तपाईहरुको सामान चेक इन गराउने अनि तपाईहरुलाई दोबासेको काम गर्ने लगायतका त्यहाँ हाम्रो छुट्टै एउटा डिपार्ट हुन्छ जुन डिपार्टले आफ्नो ढङ्गमा काम गरिरहेको हुन्छ। हजुरलाई चाहिँ चेकिङ गर्ने साइड मात्रै हजुरलाई जानकारी हुन्छ, तर हाम्रो यतापट्टिको ब्याकग्राउन्डमा पछाडि त्यो सम्पूर्ण कामहरू चाहिँ हाम्रो अर्को डिपार्टले गरिरहेको नि हुन्छ त्यसको पछाडिपट्टि। यसै गरी तपाईहरुलाई स्वागत गरिन्छ। तिब्बत क्षेत्रमा सांस्कृतिक छल्किने गरी खादाले स्वागत गरिन्छ, फोटो खिचिन्छ र हामी त्यहाँबाट फेरि केरुङको लागि हामी प्रस्थान गर्छौँ। केरुङमा हामीलाई त्यो अनुसारको हाम्रो स्टाफहरूले तपाईहरुलाई होटलको रुमहरू, तपाईको परिवार हेरेर, साथीभाइ हेरेर, आफन्त इष्टमित्रको तपाईहरुको कुन किसिमको बुकिङ छ त्यो किसिमको बुकिङ हेरेर तपाईहरुलाई त्यो अनुसारको हामी रुमको व्यवस्थापन गरिदिन्छौँ। बेलुका हामीले फेरि त्यहाँबाट हाम्रो नेपालबाट लगेको किचन हामी त्यहाँबाट सुरु गर्नेछौँ र बेलुकाबाट हामी किचनबाट आफ्नै नेपाली खाना परम्परा शैलीमा स्वादिष्टमा नेपाली खाना हजुरहरूलाई भोजन त्यहाँ उपलब्ध गराउनेछौँ।
आफ्नै किचन हुनेछ, आफ्नै कुक हुनेछ, आफ्नै स्टाफहरू हुनेछ र सबै सेट अनुसार हामीले तपाईँहरूलाई खानाको व्यवस्थापन 2 दिन गर्नेछौँ। केरुङमा पुगेपछि तपाईँहरूको स्वास्थ्यमा कुनै किसिमको खराबी नहोस् भनेर एल्टिच्युड अर्थात् लेक लाग्नेबाट बचाउनको लागि तपाईँहरूलाई हामी औषधिको प्रयोग पनि गर्न सुरु गर्नेछौँ। हाम्रा कर्मचारी भाइहरूले, हाम्रा स्टाफहरूले, कुकहरूले उनीहरूले रातभरिमा तपाईँहरूलाई चाहिने ब्रेकफास्टको तयारी गरिसक्नु भएको हुन्छ भने लन्चको लागि पनि उनीहरूले बेलुकै नै सम्पूर्ण तयारी सम्पन्न गरिसकेको हुन्छ। जुन लन्च चाहिँ बाटामा पुगेपछि हामीले कुनै ठाउँमा विश्राम गरेर लन्च लिन्छौँ। त्यसपछि हामी यात्रा कन्टिन्यू गरेर तेस्रो दिन बेलुका फेरि हामी सागामा पुग्छौँ र त्यसरी नै अनवरत रूपमा हामी खाना खुवाउने, एकोमोडेसन गराउने, रुम व्यवस्थापन गराउने त्यो काम हामी त्यसरी नै गर्छौँ। अब हामी यसरी चौथो दिन यात्रा प्रारम्भ गरेसँगै सागाबाट मानस सरोवरको लागि निक्लिन्छौँ। यो दिनको यात्रा अलि लामो किसिमको छ, झन्डै 500 किलोमिटरको यात्रा छ। 6-7 घन्टा 8 घन्टा जति लाग्न सक्छ। बाटोमा सुन्दर ठाउँ, पार्क, रमाइलो शान्त क्षेत्रमा गएर हामी लन्च गर्नेछौँ र त्यसरी नै लन्च गरिसकेपछि हामी फेरि अगाडि बढ्नेछौँ र हामीले एउटा होर्चु जहाँ कैलाश मानस सरोवरको क्षेत्र होर्चु जुन गारी प्रदेशमा पर्छ, होर्चुमा पुगिसकेपछि त्यहाँ चेकिङ पोइन्टमा हामीले टिकट काटिसकेर फेरि यात्रा अनवरतमा बढ्नेछ र मानस सरोवरलाई दायाँ हुँदै कैलाश पर्वतको दर्शन गर्दै मानस सरोवरको परिक्रमा गरेर हामी छुगुममा पुग्नेछौँ। यसै त हामी अहिले जुन समयमा आइपुगेका छौँ त्यसमा पनि 1 दिन अगाडि पनि हाम्रो एउटा प्रदोषको ग्रुप पनि आइपुगेको छ। प्रदोष मतलब पूर्णिमाको ठिक 1 दिन अगाडि जुन प्रदोष मनाइन्छ, भगवान भोलेनाथ जहाँ भए पनि कैलाश मानस सरोवर क्षेत्रमै फर्किनु हुने हुनाले त्यो प्रदोष विशिष्ट किसिमको दिन हो। पूर्णिमा पनि त्यस अनुसारकै विशिष्ट किसिमको दिन हुने भइहाल्यो। यही अनुसारको हाम्रो अब भव्य तयारी भइरहेको छ। हामीले बिहानदेखि स्नान गर्ने, यात्रीहरू पूजापाठको लागि तयारी गर्ने, भव्य हवनका कार्यक्रमहरू गर्ने, लाखबत्तीहरू बाल्ने, श्राद्ध तीर्थ श्राद्धहरू गर्नेका कार्यक्रमहरू हामी भव्य रूपमा मानस सरोवरकै प्राङ्गणमा बसेर भव्य रूपमा सम्पन्न गर्नेछौँ। खाना दिउँसोको सम्पन्न भइसकेपछि कैलाश पर्वतको फेदीमा दार्चुन सानो सहर छ, दार्चुन सहरमा हामी पुग्नेछौँ। 1 दिनको विश्राम हामी त्यहीँ नै गर्नेछौँ। अब हामी कैलाश यात्राको परिक्रमाको तयारीमा लागिसकेका छौँ। कैलाशको परिक्रमाको लागि चाहिने अक्सिजन भयो, तपाईहरुको लागि बाटामा चाहिने खानाहरू भयो, लजिस्टिक कुराहरू भयो, सबै हाम्रा स्टाफहरूले तयारी गरिसक्नु भएको छ। अब हामी कति मात्रामा हामीलाई अक्सिजन चाहिने त्यसको तपाईको यात्रीको संख्याको आधारमा हामीले अक्सिजन सिलिन्डरहरू बोक्नुपर्ने हुन्छ र त्यही अनुसारको ककलले कति घोडा लिनेले घोडा लिनु पर्यो, कुल्ली पोटर गर्नेले कुल्ली पोटर गर्नु पर्यो। त्यही अनुसारको सम्पूर्ण तयारी भइसकेपछि हामी यात्रा अगाडि प्रारम्भ गर्छौं। यमदारमा हामी पुगेर परिक्रमा गरिसकेपछि यमदारको फर्किने यात्रीहरू यमदारबाट भगवान भोलेको दर्शन गरेर फेरि दार्चुन फर्किनुहुन्छ र यात्रामा निक्लिने यात्रीहरू हाम्रो स्टाफ कर्मचारी गाइडको निर्देशन अनुसार हामी अगाडि सबै यात्रीहरू अगाडि बढ्नेछौँ। पहिलो दिनको 12 किलोमिटरको यात्रा सजिलो छ, खोलाको तिरैतिर जाने हो। त्यसमा 4 देखि 6 घण्टाको हिँडाइको आधारमा त्यो यात्रा तय गर्न सकिन्छ। हाम्रा गाइड भाइहरूले पहिले नै यात्रा सबै क्याम्पमा आइपुग्नु भन्दा अगाडि नै देरापुगमा उहाँले गरेर रुम बुक गरिसक्नु भएको हुन्छ। त्यो अनुसारको तपाईहरुको कुन कसलाई कति रुम दिने भनेर अलटमेन्ट पहिले नै गरिसक्नु भएको कारणले गर्दाखेरि हजुरहरू आउने बित्तिकै रुमहरू चाबीहरू प्राप्त गर्नुहुन्छ र त्यो दिनको बसाइमा देरापुगमा हामी त्यो दिन बस्नेछौँ। सबैजनाको थकाइसँगै यात्रामा बेलुका राति हजुरहरूलाई त्यसको उचाइ अनुसार, यात्राको अवस्था अनुसार, भौगोलिक अवस्था अनुसार हामी हजुरलाई सुप हुन्छ, जुस हुन्छ, के हुन्छ त्यस्तो किसिमको जुन खानाहरू हजुरलाई हामी त्यो दिन प्रोभाइड गर्छौँ। हाम्रा भाइहरूले, हाम्रा कुकरले राम्रोसँग तपाईहरुलाई सर्भिस गर्ने हुनेछ, सेवा गर्नुहुनेछ। त्यो दिनको लागि त हामीले यात्रा शुभारम्भ गरेसँगै बिहानै भाइहरूले सबै तपाईहरुलाई जसरी पहिलो दिन दिनुहुन्थ्यो त्यसरी नै फेरि सबैलाई प्याक लन्चहरू दिनुहुनेछ। प्याक लन्च तपाईहरुले आफूले बोक्नुपर्ने छ।
प्याक लन्चसँगै भाइहरूले अगाडि पछाडि गरेर हजुरहरूले यात्रा प्रारम्भ गर्नुहुनेछ। तपाईँहरूलाई त्यो बेला हामीले प्रत्येक 500 देखि 1 किलोमिटरको फरकमा हामीले आफ्नो शेर्पा कर्मचारी भाइहरूले अक्सिजन सिलिन्डरहरू बोकेर हिँड्ने हुनाले तपाईँहरूलाई यात्रामा एकदमै सुरक्षा महसुस हुनेछ, सुरक्षित रहेको महसुस हुनेछ र हामीले तुरुन्तै तपाईँहरूलाई त्यस्तो कुनै अक्सिजनको कमी भएको महसुस भयो भने हामीले तुरुन्तै अक्सिजन पनि दिन सक्ने व्यवस्था हुनेछ हाम्रो। यसरी 3 घण्टा अनवरत रूपमा हिँडिसकेपछि हामी डोलमालामा पुग्नेछौँ, जुन हाम्रो कैलाश मानसरोवर यात्राको सबैभन्दा उच्च बिन्दु पनि हो। हामी डोलमाला पुगेसँगै हाम्रा कर्मचारी शेर्पा गाइड भाइहरूले तपाईँहरूलाई डोलमाला क्षेत्र अझै सुरक्षित क्षेत्र भएको हुँदाखेरि चाँडोभन्दा चाँडो त्यहाँबाट तपाईँहरूलाई अर्को भ्यालीमा तल झारिसक्नु पर्ने हुनाले तपाईँहरूलाई त्यहाँ त्यति साह्रो अलमल गर्न दिनुहुन्न र भाइहरूले जतिसक्दो तल तपाईँहरूलाई लिएर जानलाई कोसिस गर्नुहुन्छ। उहाँहरूले परिक्रमाको तेस्रो दिन हामी 2 देखि 3 घण्टाको यात्रा गरिसकेपछि यात्रा सम्पन्न गर्नेछौँ। यात्रा सम्पन्नसँगै यात्राको प्रतिक्रिया पनि लिनेछौँ र त्यसपछि हामी फेरि यहाँबाट दार्चुन जानेछौँ। एकदम राम्रो, थ्याङ्क यू, नमस्ते हलिडे। केही कुरा पनि मिस गरिएन, सोचेभन्दा धेरै राम्रो परिक्रमा। It was so good. I'm so blessed to have a Kailash Yatra. It was wonderful. Me and my husband really enjoyed, and I think the staff is really very good. Ganesh and all the ground staff helped us a lot. It's because of them that we were able to really complete the yatra. अब भगवानको कृपा नै भन्नुपर्छ, हामी बीचमा बस्ने भनेका थियौँ, त्यही पनि सबै सकुशल रहेको र भोलिको यात्रालाई पनि सहज बनाउने क्रममा हामी अहिले चाहिँ अब दार्चुन भन्ने ठाउँमा भन्न जाँदैछौँ। हामी दार्चुन आइसकेपछि सम्पूर्ण यात्रीहरूको भेटघाट सम्पन्न भएपछि खाना खाएर यात्रालाई स्मरणीय बनाउँदै स्मरण गर्दै हामी नेपालतर्फ यात्रा फिर्ती हुनेछौँ।